हेलो साथीहरू, नमस्ते नमस्कार। म हुँ सन्जु दाइ। सदा चाहिँ आज पनि म भिडियो लिएर उपस्थित भइसकेको छु। आजको भिडियोमा चाहिँ म राईहरूको कल्चर अनुसार चाहिँ मासुङ पूजामा के गरिन्छ भनेर देखाउँदैछु। यहाँ चाहिँ दिदीहरूको घरमा मासुङ पूजा हुँदैछ। हाम्रो मासुङ पूजा चाहिँ सुरु हुन लागिसकेको छ। मासुङ पूजामा चाहिँ जुन घरमा मासुङ पूजा हुन्छ त्यो घरको घरमुनीले मासुङ पूजा गर्नुपर्ने हुन्छ। अनि त्यो मासुङ पूजामा चाहिँ एउटा मासुङ छ भने, एउटा मात्र मासुङ छ भने, त्यो एउटा कुखुरा चाहिन्छ भने, दुईटा छ भने दुईटा कुखुरा चाहिन्छ। यहाँ चाहिँ एउटाले मात्र हुँदैछ। अनि दिदीको ससुराबाले चाहिँ पूजा गर्दै हुनुहुन्छ। मासुङ पूजा कौन है ये लोग? कहाँ से आते हैं? यो चित्रिकार हो यो ऊ ढौली र ऊ भौली भन्छ नि त यो अहिले उभौली छ भौली अहिले उभौली हो। भौली उभौली भनेको चाहिँ हामीले अन्न लाउने बेला कि उठाउने अन्न लगाउने बेला लगाउने बेला अब अन्न बाल्ने लगाइसकेपछि बालिसकेपछि हुन्छ होइन अहिलेको अब मनी सरकुला मसुला भन्यो सिधा भाषामा गर्मीले लेख्छ भन्ने बेला हो त्यो गर्मी जाडो उठालेपछि बेसी झरेर त्यहाँबाट अब भनौँ उधौली अब भदौदेखि नागपञ्चमीदेखि श्री पञ्चमीदेखि उभौली त्यो साकेला भने चाहिँ हामीले मासुङ पनि त्यही दुईचोटि नाच्छ नि साकेला त्यो साकेला पनि दुईचोटि नाच्छ। उभौली भनेको उधौली जाडो बेसी जना नाग पञ्चमी जन्मेपछि त्यही हो उधौली अनि पहिले त श्री पञ्चमी भएपछि गर्मी सक्छ श्रीपञ्चमीदेखिको उभौली नागपञ्चमीदेखि उधौली त्यो चाहिँ जाडोको जन्म हुन्छ अरे नि त नागपञ्चमीदेखि नागको जन्म उधौ जान्छ त्यतिकै हुने सारोबाट सिकीबाट भनिन्छ होइन सारोबाट लिने बोलामा पोसागा भाइले पोसागा हैदामाले पोसागा नेताले पोसागा कुनै अब हाम्रो गर्मी लागेको उभौली बनाएको उभौली बनाएको भनेर आजको साथीहरू त्यो अन्नहरू राम्रो फलोस् मासु काट्ने मान्छे पनि नाङ्गे उफ्रिने डालेर हेरेको अब लगभग मासुङलाई चढाउने काम सकिएपछि हामी खाने कामतिर लाग्छौँ। त्यो रहेको भाले दिउँदो भालेले पूजा गरेपछि काटेर रगत चढायौँ। काटेर रगत जति मासुङलाई मासु जति मान्छेलाई अनि खुट्टा र पखेटा छुट्याएर काटेर रगत चढाएपछि खुट्टा पखेटा छुट्याएर पोलेपछि फेरि मासुङमा चढाएर छुङसाउनु भन्छ होइन। अनि त्यो चढाएपछि टक्क त्यो खुट्टा पनि टक्क पिस बनाएर
सबैलाई बाँड्नु पर्यो। माछा चाहिँ यहाँ बाँड्दै हुनुहुन्छ। त्यसरी अब माछा दिएपछि त वासी पनि दिनु पर्यो, खानु पर्यो। माछा र वासी टक्क टक्क लाएर यहाँहरू यहाँ बाँड्दै हुनुहुन्छ। अनि चढाएर खाने काम यता हुँदैछ। यो खाइसकेपछि यो हातमा चाहिँ किन दियो भन्नुहुन्छ है? हातमा दिने चाहिँ हाम्रो पहिलादेखि हातैमा दिने चलन हो कि हाम्रोतिर चाहिँ। त्यसपछि हामीमा टक्क यो खाएपछि हातमा लिएर सबैजना खाइसकेपछि फेरि रहेको त्यो भालेको जिउको मासु त बाँकी रह्यो। जिउको मासु बाँकी रहेकोलाई टक्क के अरे भातसँग यसरी फेरि झोल पारे जति त्यति अलिअलि पुर्याएर खाँदैछौँ, दिँदैछौँ, पस्किँदैछौँ। पस्केर हामी सबैजनालाई बाँड्छौँ, खान्छौँ मिलेर। यो चाहिँ हाम्रो एउटा सबैजना भेला हुने, सबै भेटघाट हुने अवसर पनि हुँदैन। दाजुभाइ एउटै गाउँ भन्दैन, सबैजना दाजुभाइ घर आउनु पर्ने हुन्छ र आएपछि चाहिँ भेट हुने अवसर पनि हुन्छ। अन्तिममा चाहिँ हामी बिदा भएर घर लाग्छौँ। भात खाइसकेपछि चाहिँ हाम्रोतिरको चलन चाहिँ यस्तै छ मासु पूजाको। तपाईँहरू पनि राई कल्चरमा हुनुहुन्छ भने, राई हुनुहुन्छ भने तपाईँहरू कसरी पूजा गर्नुहुन्छ, मासु पूजा गर्नुहुन्छ कि हुन्न, कमेन्ट गर्नुहोला है त। हाम्रोतिरको चलन चाहिँ यस्तै छ। अनि आजको भिडियो